देशको अवस्था विकराल भइसक्यो। युवाहरू जति सबै खाडीमा, गाउँमा मलामी जाने मान्छे त नपाउने भइसक्यो। हो नि हजुर, धन्न हाम्रो घरमा एउटी छोरी छ, त्यही भएर हामीलाई गाह्रो भएको छैन। हिजो काटेर राखेको घाँस छ, त्यो लिएर आउँछु, छिट्टै गएर आउँछु। हजुरले यताउति केही गर्ने होइन, घरको काम केही गर्नु पर्दैन, म आएर गरिहाल्छु। तँ एक्लै कति मात्रै गर्छस् छोरी, मैले पनि सघाइदियो भने तँलाई सजिलो होला भनेर। के नै काम छ र आमा, बुवा हुनुहुन्छ, दाइ हुनुहुन्छ, म त गर्न सक्ने नै छु त। हुन त हो नि बुढी, तिम्रो यो अवस्थाले गर्दा घर लथालिङ्ग छ, जेठो छोरो घरमै बस्दैन, त्यही एउटी छोरीले मात्रै के चाहिँ गरोस्? के गर्नु दिदी, तपाईँले नि अचम्मको रहर गर्नुभयो। यो बुढेसकालमा आनन्दले नाति नातिना खेलाएर बस्नुपर्ने उमेर। यो त भगवानको उपहार हो। के गन्थन गर्दैछौ आमा छोरा? छोरोलाई सम्झाएको नि हजुर मैले, अरू के गन्थन हुनु। नातिनु न एकछिन अडेस आएर बस्नु, म बुवालाई बोलाइहाल्छु ल। नातिनु त आमा एकछिन। धेरै गाह्रो भयो? आमालाई के भयो काकी कहाँ जानुभयो? लौ नि, काकी त माइत गएकी छ हिजै। तेरिका आमालाई के भयो? लौ न, भाउजूलाई के भयो? नानीले त केही नभनिकन आत्तिँदै फर्की, म त के भएछ भनेर कुद्दै आएको। बुवा ये ल बुवा, नानी ये नानी हेर्नु त। ल बधाई छ दाइ, जे भयो नि बुढेसकालमा फेरि छोरी भाइ। आमाको बुवाको कति वर्षको तपस्या यो, काकालाई के थाहा, हामीलाई पो थाहा छ कति रुवाबासी थियो हाम्रो घरमा। बुवा लिनुहोस् नानी ल। ल बुवा, नानी हेरेर बस्नु आनन्दले, म आमालाई यसो तातो झोल केही बनाएर खुवाउँछु। ल दाइ, अब बुढेसकालमा यही नानी स्याहारै बस्ने त होला नि, अरूको भएन। म त त्यो काम गर्न लागिरहेको थिएँ, काम छ, म जान्छु है। ल मलाई त कस्तो आत्यास लागेको थियो, तै केही भएन। त्यही त, स्वास्थ्य चौकीसम्म जानुपर्ने थियो, बाटै छोड्यो नि। ल दाइ, म गएँ है त। बुहारी आएपछि चाहिँ यसो पठाइदिनु। हुन्छ हुन्छ ल। आमा, यो नानी जन्मिँदा त कस्तो गोरी थिए, अहिले कस्तो काली काली देख्छु, के भएको नानीलाई? बच्चाको अनुहार हप्ता हप्ता दिनमा फेरिन्छ भन्छन्, त्यसमाथि घाम र तेल। तेल लगायो, घाममा राख्यो, आगोमा सेक्यो, त्यही भएर नि होला काली बनाएको। हेर्न छोरी, आजभोलि मलाई शरीरमा असजिलो जस्तो महसुस भइरहेछ। के भयो त आमा, सुत्केरी शरीर भएर पो हो कि? होइन छोरी, मलाई त छेदभेदले भेट्यो कि जस्तो लाग्छ। के गर्ने त आमा, मामालाई बोलाएर यसो झारफुक गर्न लाउने पो हो कि? ए बुवा, कहाँ यहाँ सिधै आउनु भएको? नानी भाटोमा दो बाटोबाट आउनु भएको, नानीलाई छुनु हुँदैन त। यही छ लाइटर, यही लिनुहोस्। तिमीहरूका आमा छोरीले जाने छौ नाना थरी। त्यत्तिकै नानीलाई छुन हुन्छ त? यहाँ आफूलाई पनि सन्चो छैन, फेरि नानी बिमारी भयो भने झनै गाह्रो हुन्छ। आमा त सन्चो छैन भन्नुहुन्छ बुवा, यसो मामालाई बोलाएर झारफुक गर्न लाउने हो कि केही लागु भागु लाग्यो भन्नुहुन्छ? स्वास्थ्य चौकी पो लानुपर्छ त, कताको धामी झाँक्री खोज्दैछौ तिमीहरू? होइन, एकपल्ट दाइलाई बोलाएर झारफुक पो गर्न लाउने हो कि, अनि जानु पर्यो नि जाउँला न स्वास्थ्य चौकी हुन्न। एकचोटि मामालाई बोलाउन पठाउ न त बुवा, कान्छोले बोलाएर ल्याइहाल्छ। तिमीहरूको आमा छोरीलाई मैले केही गरिसक्दिनँ, तिमीहरूलाई जे मन लाग्छ त्यही गर। कान्छो, हजुर दिदी। तिमी मामा घर जाऊ,
मामालाई आमाले बोलाउन पठाउनु भए छिट्टो आइहाल्नु मामा भनेर बोलाएर ल्याइहाल न त ल। छिट्टो आउने, त्यहाँ गाउँतिर खेल्न बस्ने होइन, आइहाल्ने। बहिनी कि तँलाई सन्चो छैन रे भन्ने सुनेर आएको, अनि के भएको? यही त हो नि दाजु, अब भान्जी छ, भर्खर 18-20 दिन मात्रै भएको छ, गाह्रो भइरहेको छ दाजु। हामी त तिमीलाई लिन आएको बहिनी। कसरी जाउँ र दाइ, म ओछ्यानको ओछ्यान छु। त भर्खर 18-20 दिनकी सुत्केरी मान्छे, के भयो त फेरि तँलाई? कतै हस्पिटल गएर उपचार गरे छैन, औषधि केही खाइ छैनस्, के भयो त? उठ्न नसक्ने भयो मान्छेस्। के भयो दाइ, जहिले गर्नुसम्म गर्नुभएको छ उपचार। मैले त हार खाइसकेँ, नानी त टुरी होली जस्तो छ दाइ। अनि दाइ, घरतिर सबैजना भाउजू भाइ बहिनी सबैलाई आराम छ नि होइन? सबैलाई ठिक छ बहिनी, तेरो यस्तो हालत रहेछ, ओछ्यान परेको थियो रे भन्ने सुनेर चाहिँ यसो आएको बहिनी। ज्वाइँ कता जानुभयो पनि? ओहो दाइ, नमस्कार। नमस्कार। कुन बेला आउनुभयो? हामी त भर्खरै आइपुग्यो। अनि के हो त ज्वाइँ, बहिनी यस्तो ओछ्यान परेर बसेको थिए, तपाईँ चाहिँ लखर चाहिँ खालि अध्यक्ष भन्दा, खालि समाजसेवा भन्दा चाहिँ अन्त हिँड्नुहुन्छ। खोइ बहिनीको चाहिँ ख्याल वास्ता के गर्नुहुने, के हो? सकेसम्म त गरेकै छ त, बिस्तारै औषधि खाने छिन्, ठिक भइहाल्छ नि। खोइ अब ओछ्यानबाट उठ्न सक्दैन भनेर भन्छ, हामी त लिन आएको। के गर्नुहुन्छ, पठाउनुहुन्छ कि यहाँ राम्रोसँग उपचार गर्नुहुन्छ? गर्नुपर्छ, उपचार गर्नुपर्छ। तपाईँ गर्नुहुन्न भने हामी लगाएर उपचार गर्छौँ। बहिनीलाई त ख्याल वास्ता गर्नु पर्यो नि। तपाईँ खालि समाजसेवा भनेर चाहिँ गाउँमा लहर डुलेर हुन्छ। के गर्नु दाइ, समाजसेवा नि त गर्नै पर्यो नि, परेन र? आफ्नो घर हेर्नुपर्छ पहिला, अनिखेत जानु मात्रै बाहिरको हुन्छ। आफ्नो घर चाहिँ बिथात पारेर चाहिँ नि गाउँमा डुलेर मात्रै हुन्छ? छैन, त्यस्तो बिथात पारेको छ त केही छैन। ल भन बहिनी, के गर्छौ? ज्वाइँले राम्रोसँग उपचार गर्नुभएको छैन, नभए हामी गएर उपचार गर्छौँ बहिनी तिमीलाई। होइन दाइ, ठिकै छ, आफ्नो तर्फबाट जानु सकेसम्म गरेर। दाइ, तपाईँहरूलाई थाहा नै छ त, भर्खर जेठो भान्जाको बिहे गरेको छु। अब यहाँतिर गर्ने धामी झाँक्री लगाउने कुराहरू भनेको सबै गरेकै हो। अब घर सल्लाह गरेर सहरतिर लगेर उपचार गर्न मात्रै बाँकी हो। उतातिर लगेर गर्ने पनि म गर्छु। अब केही गरी तपाईँहरूको नि आवश्यकता पर्यो भने त म खबर गरिहाल्छु नि, तपाईँहरूले केही चिन्ता लिनै पर्दैन दाइ। दाइ, अब ज्वाइँ उपचार गर्छु भन्नुभयो छ त, हामी लागौँ। दाइ, मेरो हालत यस्तो छ, केही तातो खाएर जानुभयो हुन्थ्यो, खाली नै मुखले त के जानु होइन र दाइ? पर्दैन बहिनी, हामीले खाएर आएको, आफ्नो जीवनको राम्रो सुरक्षा गर्नु। अहिले हामी लाग्छौँ। ल ज्वाइँ, अहिले हामी जान्छौँ। अब सहर लाने बेला चाहिँ मलाई खबर गर्नु नि। होइन, म खबर गरिहाल्छु नि, तपाईँ चिन्तै नगर्नु न। अब यसो केही चाहिँ खाएरै जानु पाएको भए हुन्थ्यो। होइन, पर्दैन, अहिले हामी खाएर आएको, खानु पर्दैन। हामीलाई खबर गर्नु होला। ल ल ल के छ मेरो पुगुलीको हालखबर? ए हजुर, म त बाँच्दिनँ क्या अरे, छोरी पनि सानै थिए, यसको त बिजोगै उठ्छ क्या अरे। कति पिर गरे कि तिमी, पिर नगर न। गर्नेसम्म गरेकै हो, धामी झाँक्री पनि लगाएकै हो, बोका कुखुरा पनि कति काटियो, जे गरे पनि भएको छैन। अब हामी सहरतिर लगेर भए पनि उपचार जसरी पनि गरिहाल्छौँ, तिमी पिर नगर। कति पिर गरे आमा, तिमीलाई गाह्रो भएको चिन्ताले हो। अरू त यस्तै हो, बुढेसकालमा पाएको छोरी रहर पुगुन्जेल काखमा लिन नि पाउँदिन कि क्या हो? तेरिका बुढी, कति पिर गरे भने म जिउँदो हुन्जेल तँलाई मर्न दिन्छु त भने म। ए हजुर, मेरो दाइहरूलाई पनि बोलाइदिनुहोस्, म दाइहरूसँग एउटा सल्लाह गर्नु छ। जान त बाबु, गएर मामाहरूलाई बोलाएर लिएर आइज। हुन्छ बा, म मामाहरू गएर मामाहरूलाई जसरी लिएर आउँछु।
भाउजू अहिले हजुरलाई कस्तो छ? कस्तो हुनु नि बाबु, के भयो के भयो। दाइ भाउजूलाई यसरी नराख्नुहोस्, आजै बरु सहर लैजाउँ। अब मामाहरूलाई बोलाउनु भनेर गएछ जेठो छोरो, त्यसले मामाहरूलाई ल्याओस् अनि अब यसो सल्लाह गरेर जानुपर्छ। हेर्नु त भाउजूको अवस्था त हिजोको भन्दा आज, आजको भन्दा भोलि झन् नाजुक पो बन्दै गएको देख्छु त म। ल दाइ यसरी बसेर हुँदैन, कसरी हुन्छ भाउजूलाई सहरमा लगेर उपचार गर्नु पर्यो। अब गर्ने हो, अब त्यहाँ मामाहरूलाई लिएर आओस् अनि सल्लाह गरेर जानुपर्छ। जाने सल्लाह मात्रै होइन, अब जाने नि कन्फर्म गरेर व्यवस्था गर्नु होला। म अहिले गएँ है त दाइ, केही पऱ्यो भने मलाई भन्नु होला। म केही खबर गरिहाल्छु नि। भाउजू हजुरले पिर नगर्नुहोस्, तपाईँलाई अवश्य बिसेको हुन्छ। हुन्छ बाबु। ल दाइ अहिले म गएँ है त। ल हस्। भान्जा कता जान्ला? बुवाले तपाईँलाई नै बोलाएर ल्याउनु भनेर पठाउनु भएको, तपाईँलाई बाटैमा भेट्नु। मामा चाहिँ कति लाग्नु भएको नि? ए म पनि उतै जान्ला। ल जाउँ त हेर्नु किन त। कति चिन्ता गरे कि बुढी, म यो छोरीलाई त्यत्तिकै टुहुरी हुन दिन्छु त? हजुर के हो के? बा मैले मामालाई बोलाएर लिएर ए दाइ नमस्कार। नमस्कार बहिनी। अनि कस जा तँलाई? गाह्रो छ दाइ, के हो के हो, निकै गाह्रो भयो दाइ। म त बाँच्दिनँ, म त मर्ने भएँ दाइ। बहिनी के भने कि त्यस्तो? हेर तँलाई हामी मर्न दिन्छौँ र त्यहाँमाथि ज्वाइँले कतिसम्म गर्नुभएको छ? अब सहर लिएर जान्छु भन्नुभएको छ। हामी छन्जेल तँलाई मर्न दिँदै दिँदैनौँ नि बहिनी, तँ चिन्ता नगर। छोरो अब म तेरी आमालाई सहरतिरै लगेर उपचार गर्ने भएँ, के भन्छस् त? मैले त के भन्नु र बा, अब यहाँ घरमा बुहारी छे, म छु, बहिनी छे, नानीको राम्रो हेर्छ हामी गरिहाल्छौँ नि। बरु तपाईँले आमाको उपचार चाहिँ राम्रोसँग गरेर ल्याउनुहोस्। बुवा आमालाई लिएर जानु नि त, काठमाडौँ लिएर जानु। नानीको चिन्ता लाग्यो होला तपाईँहरूलाई, म छु त, किन चिन्ता गरेको? दाइ हुनुहुन्छ, भाउजू हुनुहुन्छ, हामी तिनजना छँदैछौँ त। मामाहरू पनि नजिकै हुनुहुन्छ। हेर छोरी, मैले मरेर जन्माएको नानी, मेरो कमी हुन नदे है। मैले सँगै लौ भने तिम्रो बुवाले मलाई हेर्नुहुन्छ कि नानी हेर्नुहुन्छ? राम्रो केयर गर है छोरी। बहिनी तँ चिन्ता नगर, यहाँ भान्जा भान्जी सबै हुनुहुन्छ, हामी पनि नजिकै छौँ, हामी पनि आएर हेर्छौँ। तेरो उपचार राम्रो भएर तँलाई बिसो हुन्छ बहिनी, तँ यसको नानीको धेरै चिन्ता नगर। हजुरले केही चिन्ता लिन पर्दैन आमा, आफ्नो उपचार राम्रोसँग गर्नु। यो नानीको दिदी होइन, म आमा बनेर स्याहार्ने छु। आमालाई मात्रै लगेर पनि भएन छोरी, त्यो कान्छोलाई पनि लिएर जानु पर्यो। बरु उतै स्कुल भर्ना गरिदिउँला, यसो बिहान बेलुकालाई आमालाई साथी पनि हुन्छ। पुरै गाउँको जिम्मा लिइया छ, यतातिर आउन जाने पनि गर्नै पर्यो। हुन्छ बा, कान्छालाई पनि सँगै लिएर जानु। यहाँ घरमा त हामी छँदै छौँ नि, उहाँ आमालाई पनि यसो साथी हुन्छ। हस्पिटलमा एक्लै छोड्नु पनि भएन। तपाईँ यसो गाउँतिर आउँदाखेरि भाइले आमाको राम्रो स्याहार सुसार गर्छ। बहिनी तँ धेरै चिन्ता नगर। ल ज्वाइँ साहब, म अहिले जान्छु बसबारमा गएर म टिकट काटिदिन्छु। भोलि बिहानै 7 बजे तपाईँहरू त्यहाँ आउनु, म पनि त्यहाँ बसबारसम्म आउँछु। म अहिले गएर टिकट काट्छु। ल हस् त हस्। ल म अहिले लागेँ। घरको जेठो छोरोको बिहे कस्तो धुमधामले गरौँला भन्ने थियो, सबै सपना चकनाचुर भयो बुहारी। परिस्थिति यस्तै भयो आमा। हजुर यस्तो बिरामी, यस्तो बेलामा कसरी धुमधामले बिहे गर्न सक्थ्यौँ र हामीले? भर्खर भित्रेकी छौ, म थला परिहालेँ।
मलाई नानीको साह्रै पिर छ बुहारी। नानीको पिर गर्नु पर्दैन आमा, अब म आइहालेँ, सबै म गर्छु। हजुरले आफ्नो ज्यानको मात्र ख्याल गर्नुहोस्। घरको जिम्मेवारी सबै तिम्रो काँधमा थपिएको छ। कति गाह्रो भएको होला बुहारी। आमा के गर्छन् गएर हो र सासु बुहारी? के भयो? के हुनु नि छोरी, बुहारीलाई सम्झाउँदैछु, घर व्यवहार बुझाउँदैछु। आमा हाम्रो भाउजूलाई केही सम्झाउनु पर्दैन, बुझ्नै हुनुहुन्छ कि कसो भाउजू? आमा चिन्ता नगर्नु न, माइतमा पनि मैले सबै व्यवहार आफूले ठानेर बसेको थिएँ। नयाँ दुलै, घरमा सानो नानी छ, अराउने सिकाउने कोही छैन, कति गाह्रो भएको होला। हजुर हुनुहुन्छ, बहिनी हुनुहुन्छ, मलाई ठिक छ आमा। सबै ढुक्क छु, चिन्ता नानीको मात्रै छ। आमा नानीको केही चिन्ता लिनु पर्दैन, हजुर ढुक्क भएर बस्नुहोस् न। आफूलाई के गर्दा सन्चो हुन्छ त्यति मात्र सोच्नुहोस्। आमा आजदेखि नानीको जिम्मा म लिन्छु, भाउजू होइन आमा बनेर हुर्काउने छु। मेरो मुख मात्रै चल्ने हो, मैले गर्न सक्ने केही होइन। 8 भरोसा तिमीहरूकै छ मलाई। आमा भाउजू यति बुझ्नै हुनुहुन्छ, किन यत्रो चिन्ता लिएको? अब आनन्दले सुत्नुहोस्, हामी एकछिन बारीतिर गएर आउँछौँ। ल ल, छिट्टै काम सकेर आऊ। नानीसँग सानो बाबु हुनुहुन्छ, गाह्रो भयो भने बोलाउन पठाउनु है आमा। ल ल, तिमीहरू जाऊ, म एकछिन सुत्छु। निकै पर छ दाइ? छैन, धेरै पर, अब आइपुग्नु लाग्यो। हेर्नु सानो भान्जालाई जाउँ न हिँड्नुहोस् भन्दा भने मरै मान्नु भएन। सानो भान्जा त धेरै बुझ्नु भइसक्नु भयो, त्यही क्या हो। मैले कति गरी जाउँ चर जाउँ, बरु उहीँ पढ्न भर्न हाल्दिउँला भनेर भने मान्नु भएन, आउनु भएन भन्दा अहिले सजिलो हुन्छ। अहिले सजिलो हुन्छ। ल जाइज, घर यही हो, यो मेरो आफ्नै साथीको घर हो। मैले सबै उसलाई चाहिँ भनेको छु, उसले मैले सबै व्यवस्था गरिदिइसकेको छु, लिएर आए हुन्छ भनेर भनेको छ। यही हो अब ढुक्क भएर बस्यो हुन्छ। यही हो। अब आज यति बेला भइहाल्यो, भोलि चाहिँ सबैले अस्पताल जानुपर्छ। हुन्छ, त्यसै गरौँ त। यस बेला गएर अब टिकट सिकट पनि काट्नु भ्याइँदैन। भोलि नै बिहानै सबैले जान्छ। यो मेरो आफ्नै साथीको घर हो, यहाँ कुनै अप्ठ्यारो मान्नु पर्दैन। केही पऱ्यो भने माथि चाहिँ भन्यो भने उनीहरू सहयोग पनि गर्छन्। अब म जान्छु। भान्जा म काम गर्दै थिएँ, काम गर्दा गर्दै भान्जा दौडिँदै बोलाउन पुगेछन्। अन्त के भयो भनेर यत्तिकै लुगा लगाएर पनि नलाइकन म दौडेर आएको। म अब बहिनीलाई राम्रोसँग उपचार गर्न लाउनु, म अहिले जान्छु। भोलि कपडा सपडा फेरेर म उतै आउँला नि त। अहिले म लागि त ल हस् न। के छ अहिले, कस्तो छ तिमीलाई? गाह्रो छ हजुर। ठिकै छ। अब आज नभ्याइने भयो, अब भोलि जाउँला अस्पताल है। नानी 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 नानी। के भयो आमा हजुरलाई? के भएर आउनुभयो?
खोइ डाक्टर के भयो के भयो धेरै भयो सल्लाह गरेको म त बाँच्दिनँ क्या हो। आमा आत्तिनु पर्दैन हजुर, अब हजुर ठिक ठाउँमा आइपुग्नु भएछ। कति भयो बुवा आमालाई यस्तो गाह्रो हुन थालेको? 2-3 महिना जति भयो डाक्टर साहब। गाउँमा गर्नुपर्ने उपचार सबै गरियो, धामी झाँक्री पनि लगाइयो, केही सिक लागेन। अलि ढिला भयो आमालाई अस्पताल ल्याउनु, अलि छिटै ल्याउनु भएको भए उपचार गर्न सजिलो हुन्थ्यो। के हो त डाक्टर साहब, ठिक नहुने नै व्यथा हो त यो? होइन बुवा हजुर आत्तिनु पर्दैन, केही दिन यहीँ राखेर उपचार गरौँ, त्यसपछि के गर्नुपर्छ हामी आफै गरौँला। हुन्छ डाक्टर साहब। गाउँमा सानी नानी छन्, आमाको हालत यस्तो भयो। सिस्टर आमाको फाइल लिएर आउनु त। आमालाई के भएको छ यो अनुसार चेक जाँच गरिदिनु है। दिदी कहाँ गएर आउनु भएको? घरमा पनि हुनुहुँदो रहेछ, म तपाईँलाई नि खोज्दै हिँडिरहेको। म त उपारी गाउँतिर गएको थिएँ त, के भयो नानी? उहाँ आमालाई त अस्पतालमा भर्ना गरेर राखेको छ अरे। बुवाले त तपाईँलाई भनिदिनु भन्नुभएको थियो, अनि त्यही भएर म तपाईँलाई खोज्दै हिँडेको। ए ल हिँड्नु जाउँ त्यसो भए, दाइलाई पनि त खोज्नु पर्यो।